नमस्ते सबैजनालाई। म शैलेश देवन फेरि एउटा भिडियो लिएर तपाईँहरूको माझमा आएको छु। आजको विषय चाहिँ के हो भन्दाखेरि मेरो मनमा उठेको प्रश्न लिएर चाहिँ तपाईँहरूको अगाडि एउटा भिडियो लिएर आएको छु। त्यो प्रश्न चाहिँ के हो भन्दाखेरि हिन्दुत्व आज पुरै देशमा हिन्दुत्वको कुरा उठिरहेको छ। त्यो राम्रै हो, ठिकै हो। म पनि एउटा हिन्दू हो, गर्व लाग्छ हिन्दू हुनु। अनि त्यो गर्व अहिलेको गर्व मात्रै होइन, पहिलादेखि नै हो। तर हिजो आज चाहिँ हेर्छु हाम्रो देशको कुरा छोड्दैम है, पहाडमै पनि हेर्छु एकदमै हिन्दुत्वको कुरामा मान्छे सिरियस छ। राम्रो हो, त्यो गर्व गर्छ, राम्रो हो, म गर्व गर्छु। तर पनि प्रश्न चाहिँ यो हो के पहिला 15-20 साल अगाडि चाहिँ गर्व थिएन हिन्दू हुनुमा, कि त्यति बेला चाहिँ डरको भावना, अरूमाथि होला डरको भावना। तर मलाई जति लाग्छ मेरोमा या मेरो चिनाजानामा त्यति बेला पनि गर्व नै थियो, अनि कुनै डरको भावना थिएन। तर अहिलेको हिन्दुत्वमा के देख्छु भने अलिकति देखावटी हो। गलत लाग्नेलाई गलत लाग्छ होला, तर मैले कसैलाई गलत सही बनाएको होइन। त्यो मेरो मनको प्रश्न हो र मैले त्यही कुराहरूलाई लिएर चाहिँ आज भिडियो बनाएको हो। कतिलाई सही पनि लाग्ला, र मलाई लागेको कुरा चाहिँ मैले आज तपाईँहरूलाई भन्नु गएको हो। आजकल चाहिँ के हो भन्दाखेरि प्रायःको हिन्दूको घरमा झन्डा हुन्छ, माता दुर्गाको झन्डा हुन्छ, भगवान् हनुमानको झन्डा हुन्छ, श्रीरामको झन्डा हुन्छ। त्यो राम्रो हो, तर त्यो लगाउँदैमा हिन्दू हुन्छ भन्ने त होइन नि त। मैले लगाइन भने म हिन्दू होइन, मैले जय श्री राम भनिनँ भने म हिन्दू होइन। त्यो धारणाहरू चाहिँ अहिले मान्छेको दिमागमा पसेको छ क्या। त्यो सायद धर्मले त अरूको कुरा गर्दैन, अरू धर्मको मैले कुरा गरेको छुँदै त्यो त्यस्तो छ, हामी किन यस्तो त्यस्तो मैले त्यो कुरा गर्नु चाहेको होइन। मलाई आफ्नो घर आफ्नो परिवारको चिन्ता छ, मलाई अरू घरको अरू परिवारको चिन्ता छैन। पहिला आफ्नो घर र आफ्नो परिवार राम्रो बलियो हुन्छ। अरूको घर के कस्तो, अरूको घरमा कतिको मैला छ, कतिको लडाइँ झगडा छ, कतिको मिलाप छ, त्यो मलाई मतलब छैन। पहिला मलाई मेरो घर ठिक पार्नु छ। त्यही कारण म हिन्दू हुनुको नाते मलाई कति कुरा ठिक लागेको, कति कुरा देखावटी लागेको विषयमा चाहिँ मैले यो भिडियो बनाएको। अनि यो मैले सायद देशभरिको जनतालाई भन्नु, हिन्दू जनतालाई भन्नुको लागि बनाएको भए हिन्दीमा बनाउँछु होला। तर मलाई चाहिँ यो हाम्रो गोर्खे सन्तान, हाम्रो पहाडवासीको लागि खास गरी बनाएको भिडियो र चाहिँ मैले यो भिडियो उयो नेपालीमा बनाउँदैछु। अब हाम्रो पहाडमा अब हामी हिन्दू हो नि, गर्व लाग्छ। तर कति त हिन्दूमा पनि त जातीय भेदभाव छ नि, त्योहरू मेटा। हिन्दू राष्ट्र भएर भोलिको दिनमा त्यो एक समयमा के भन्छ हाम्रो उयो गोर्खालीमा पनि थियो जातीय भेदभाव। त्यो सुरु हुँदैन? मेरो मनको प्रश्नहरू है। भोलिको दिनमा हिन्दू राष्ट्र हिन्दुत्वलाई हामीले बल दिँदैछौँ, राम्रो दिनुपर्छ। तर फेरि मेरो मनको डर है के फेरि त्यो उची जाति निची जातिको भेदभाव सुरु हुँदैन? त्यसलाई चाहिँ कसरी रोकथाम गर्ने? अनि के अरे 25 डिसेम्बरमा अहिले फेरि 25 डिसेम्बरमा तुलसी पूजन याद आउँछ। हाम्रो गोर्खालीहरूलाई पनि आउँछ है, अरूलाई आयो। किन तुलसी पूजन मनाउँछ खै त्यो उनीहरूलाई याद छ कि छैन हो।
कसरी मनाएको 25 डिसेम्बरमा तुलसी पूजन याद आउँछ, भ्यालेन्टाइन डेमा ब्ल्याक डे याद आउँछ। होइन, याद गर न, राम्रो हो त्यो। तर अरूको उयसमा फेस्टिभलमा तिमीले आफ्नो फेस्टिभल चाहिँ किन यहाँ आएको? पहिला त आउँथेन। मानसिकता क्या सेट भएको छ अहिले। अरूको केही आयो, हामी होइन, त्योहरू भन्दा हामी ठुलो, त्यो मानसिकता आएको छ। त्योहरू हो मेरो भन, किन चाहिँ आएको त्यो मानसिकता? पहिला पनि 25 डिसेम्बरमा केक खान्थ्यो त हिन्दूले, धर्म जान्छ केक खाँदा। छ नि त्यस्तो कति कुराहरू है। भ्यालेन्टाइन डेमा प्रोटेस्ट गर्छ, कपल त देख्नु हुँदैन, कुटिहाल्छ। अनि होलीमा हेर्नुहोस् त, यो हो होली मनाउने तरिका, भगवानले यसरी मना भनेर सिकाएको हुन्छ। यो कुन चाहिँ ढङ्गको चाहिँ होली हो लु भन्नुहोस् त। अब यसको बारेमा बोल्यो भने पनि हिन्दू विरोधी हुन्छ, हिन्दू दाजुभाइ हिन्दू विरोधी होइन। यो देशभरि नै यस्तो नराम्रो मानसिकताको हिन्दूहरू छ। तर मैले यो हाम्रो गोर्खे सन्तान, यो पहाडवासीको लागि बनाएको भिडियोहरू म त्यहीसम्म सीमित रहन्छु। हाम्रोमा त यो सोच विचारको यस्तो सोच छैन नि त। हाम्रो पहाडमा हामी मिलेरै बस्ने जाति हो सबैसँग। अरूलाई छि आती भन्ने त्यो हाम्रो मानसिकता छैन नि त। साथैमा हामी हाम्रो धर्म, हाम्रो जातिमा गर्व छ, तर अरूलाई सानो पारेर राख्दैन नि त। हामीले कहिले अरूलाई सानो पारेर आफै ठुलो बनिन्न। आज हामी यहाँ हिन्दू हिन्दू भन्छु, हिन्दुत्वको उयो गर्छु र त्यो गर्व गर्नुपर्छ है। तर त्यो देखावटी चाहिँ अलिकति मन पर्दैन नि त। हिन्दू हो हिन्दू, त्यही मेरो गोर्खे हिन्दू हिन्दू भन्ने दाजुभाइलाई पनि म भन्नु चाहन्छु, सिलगढी काटेपछि अझ सिटीमा गएपछि हामीले आफ्नो सिटिजनसिप प्रुभ गर्नुपर्छ। पढेको लेखेको मान्छे होस् या गरिब घरको होस्, धनी घरको होस्, नपढेको होस्, हामीले फर्स्ट हामी सिटिजन इन्डियन हो, इन्डियन गोर्खा हो भनेर प्रुभ गर्नुपर्छ। पत्ताउँदैन धेरैजनाले सिटीमा, त्यो पढेको होस् नपढेको होस्, धनी होस् गरिब होस्, पत्ताउँदैन। हामीले पनि सिटीलाई जिएरै आएको। अनि अर्को कुरा, त्यहाँदेखि सेकेन्डली हामीले हिन्दू हो भन्दा पनि पत्ताउँदैन। अब हिन्दूमा पनि फेरि थरी छ नि त। कोही कुन मासु खाने, कोही नखाने, नखानेले खानेलाई ट्याक्कै मन पराउँदैन। राजस्थान गुजरात साइड गयो भने अन्डा खायो भने छिटी दूर गर्छ। त्यति बेला गर्वले पनि म हिन्दू हो अन्डा खान्छु भन्ने हेर न, म मासु खान्छु भन्ने हेर न। तिमीलाई कतिको त्यही हिन्दूले छिटी दूर गर्दो रहेछ। फेरि यो नाना थरीको नाटक चाहिँ किन? हिन्दू हो, हिन्दू हो नि म। मलाई कसैले हिन्दू होइन भन्दा हुन्छ? मैले क्रिसमसको केक खाँदा मेरो धर्म भ्रष्ट हुन्छ? त्यस्तो कुराहरू क्या। र हाम्रो गोर्खालीमा चाहिँ थिएन, र पनि गोर्खालीमा पनि अहिले हेर्छु म, सोसियल मिडियातिर कमेन्ट्सहरू हेर्छु, उयो हेर्छु हो। केही कुरै कुनै टपिकमा पनि जय श्रीराम आइहाल्छ। अन्त अब म सबै नै आफ्नो आमा बाउको छोराछोरी हो नि त। म फल्नाको छोराछोरी घरिघरि भन्दा त राम्रो साउन्ड सुन्दैन नि त। इङ्ग्लिसमा छ नि, एउटै नाम युज नहुई बसोस् भनेर नामको जग्गा हि हुन्छ। कसैको उयो फिमेल नाम छ भने सी हुन्छ नि। एउटै नाम कन्टिन्युस युज नहोस्, त्यो राम्रो सुन्दैन भनेर क्या बनाइदिएको छ नि। त्यस्तो हो नि त। घरि पनि म फल्नाको छोरा, म ठुलो जाति, म हिन्दू, त्यस्तो राम्रो सुन्दैन नि। त्यस्तो जय श्रीराम पनि एभ्री टाइम त्यो हर कमेन्टमा लेख्छ नि। अब मैले विरोध गरेको होइन, त्यो हजुरहरूको इच्छा हो लेख्छ, तर मलाई राम्रो लाग्दैन र मलाई भन्नु मन लाग्यो र मैले भनेको। त्यसमै पनि म
कतिजना हाम्रै गोर्खालीमा पनि छ, म गोर्खा हो, गोर्खाको सन्तान, गोर्खे केटो, एभ्री टाइम राम्रो लाग्दैन नि हौ, सबै हो नि हौ, त्यो भन्ने मान्छे म, नभन्ने मान्छे म, लेख्नै नजान्ने मान्छे पनि गोर्खाको छोरा गोर्खै हो, त्यो बोल्नै नजान्ने लाटा जन्मेको छ भने गोर्खाको छ भने गोर्खै हो नि त, त्यो भनिरहनु प्रमाण दिइरहनु पर्दैन क्या। त्यस्तै कुराहरू चाहिँ मेरो मनमा थियो है। आज हाम्रो पहाडवासीमा चाहिँ त्यो हाम्रो हिन्दू हो, हामी हिन्दू हो, हाम्रो धर्ममा पनि कति नराम्रो कुराहरू छ, त्यो प्रथालाई हाम्रो पुर्खलीहरूले बुद्धिजीवीहरूले हटाएर ल्याएको हो कुरा। आज फेरि हिन्दुत्व हिन्दुत्व हिन्दूको नारा लगाएर त्यो हटाइसकेको चिजलाई है, नराम्रो कुराहरूलाई, जुन कुरो हाम्रो बुद्धिजीवी हाम्रो पुर्खलीले हटाएको छ त्यसलाई फेरि वापस ल्याउनु कोसिस नगर्नुहोस् भनेर क्या। धर्मको नाममा नराम्रो चिजलाई फेरि उयो गरेर नल्याउनु। अब तपाईँहरूले भन्नुहुन्छ र मेरो कुरा सुनेर के चाहिँ नराम्रो कुरा लियो, आउँछ नि, आफै आउँछ। त्यो तपाईँले अब आफ्नो धर्म र धर्मलाई राम्रो देखाउनुको लागि चाहिँ तपाईँले अरूलाई नराम्रो देखाउँदैछ भने त्यो कति कुरो नराम्रोहरू आफै तानिँदै आउँछ क्या। छ नि अहिले पनि हाम्रो गोर्खाली हाम्रो पहाडमा पो धेरै कुरा छिटी दूर दूर हटिसकेको छ। अहिले छ नि अरू जग्गातिर, धेरै जग्गातिर छ नि, सानो जातिलाई मन्दिरमा पस्नु नदिनु, पूजापाठ नगर्नु दिनु, छ नि त्यस्तो कुराहरू, किन छैन। ठुलो जातिको छेउमा ठुलो बिहा नगर्नु, सानो जातिले अहिले पनि उयो जातिको नाममा मर्डरहरू हुन्छ देशमा, खोलेर हेर्नुहोस् न न्युजहरू। त्यस्तो कुराहरू चाहिँ नहोस् क्या भनेर चाहिँ हाम्रो पहाडमा त्यस्तो सोच, त्यो विचारधारा नपल्योस् भनेर चाहिँ मैले यो भिडियो बनाएको। अब तपाईँ भन्छ होला अब हाम्रो धर्म एकदम राम्रो है, म पनि राम्रो, अब राम्रोलाई राम्रै छ, राम्रो छ नराम्रो छ, हर धर्ममा राम्रो हुन्छ नराम्रो हुन्छ। तर पनि हामी हिन्दू हुनुको मतलब यो होइन कि हामी दिनरात सुत्दा उठ्दा हामी हिन्दू हिन्दू, तर हामी हिन्दू भएपछि हाम्रो परिवार हो भने त्यहाँ जे गलत छ त्यसलाई गलत भनेर चाहिँ त्यो गलत चिजलाई चाहिँ हटाउने काम हो नि त हाम्रो। राम्रो बनाउने, परिवार राम्रो बनाउने चाहिँ हाम्रो कर्तव्य हो। हामी जुन धर्ममा जन्मेको छौँ, जुन घरमा जन्मेको छौँ, त्यो घर त्यो धर्मलाई राम्रो बनाउने हाम्रो कर्तव्य हो। त्यो सुत्दा उठ्दा मात्रै त्यो हिन्दू हो हिन्दू हो भनेर होइन, त्यो मात्रै होइन कर्तव्य हाम्रो। भगवान्ले त कहिले पनि छुट्याएको थिएन, गरिब धनी भन्ने छुट्याएको थिएन। साथैमा ठुलो जाति निच जाति पनि भगवान्ले त बनाएको त होइन, सब मान्छेले बनाएको। मान्छेले बनाएको र त आज मन्दिरमा पनि भिआइपीको लाइन चाहिँ अलग गरे, भिआइपीको लाइन चाहिँ अलग गरे। भगवान्ले भनेको छ भिआइपीलाई चाहिँ फर्स्ट दर्शन भनेर भनेको छ, कुन उयसमा चाहिँ भनेको छ, श्लोकमा भनेको छ। भिआइपीलाई चाहिँ उयो सक्नुहुन्छ भने त्यो प्रथाहरू हटाउनुहोस् न। भिआइपी लाइनहरू मन्दिरमा, ठुलो ठुलो मन्दिरमा भिआइपी लाइन, भिआइपीलाई फर्स्ट दर्शन, त्यस्तो सिस्टमहरू हटाउनुहोस् न। कति मन्दिरमा हेर्छु जबरजस्ती पण्डितहरूले उयो लगाइदिन्छ, डोरी बाँधिदिन्छ, डोरीको दाम छ भने 100 रुपियाँ 200 रुपियाँ 500 रुपियाँ माग्छ। त्यहाँ झगडा उला जस्तो हुन्छ। मन्दिरमा भगवान्को दर्शन गर्नुभएको, शान्ति फिल गर्नुभएको, के झगडा गर्नुभएको छ नि त्यस्तो कति उयोहरू। अब यहाँ त फेरि अब हिन्दूमा त मासुहरूको पनि छ, बलिहरूको कुराहरू पनि छ। अब त्योहरूपट्टि जाँदैन, त्योहरू पुरानो प्रथा हो, अब त्यो चलि नै आएको हो। अब कतिजनालाई याद छ, हामी अलिकति गोर्खाली जाति शान्ति जाति नै हो, बुझ्ने जाति नै हो। बुझ्छ कति जग्गामा बलिको प्रथा छ, बलि चढ्छ, त्यो चलेर नै आएको हो। त्यो कसरी सुरु भयो त्यो हामी जान्दिनँ होइन। त्यो अन्त त्यो अचानक बिचमा गएर बोल्नु ठिक छैन। अब फेरि कतिजना छ नि एकदम केही नखाने, त्यसले नै फेरि त्यो बलिलाई छिटी दूर दूर भन्छ। त्यस्तो धेरै कुरोहरू छ नि हाम्रो हिन्दूमा। हामी चाहिँ के अहिले चाहिँ के छ भने भ्यालेन्टाइनलाई प्रोटेस्ट गर्यो, 25 डिसेम्बरमा
के अरे उयो तुलसी पूजन याद आउँछ, अरूकोलाई बोयकट गर भन्ने जस्तो गर्छ। तिमी हिन्दू हो, अरू उयसलाई के फेस्टिभललाई सेलिब्रेटै नगर जस्तो गर्छ। एटलिस्ट कम्पनी पनि नदेऊ, साथीभाइ अन्य धर्मको छ भने कम्पनी नदेऊ। त्यो सोच त्यो विचार हाम्रो उयसमा थिएन नि त हौ, हाम्रो गोर्खालीमा त त्यो विचार थिएन नि त, त्यो सोच त्यो विचारधारा हाम्रोमा थिएन। त्यो मलाई कति कुरा त्यो गलतै लाग्छ क्या। र यो भिडियो बनाएको म गलत छु भने चाहिँ मेरो एउटा प्रार्थना छ है, हामी हिन्दू एकताको सूत्रमा बाँधिनुपर्छ, लु त्यो राम्रो कुरो त्यो हो भने चाहिँ मन्दिरमा पनि भिआइपी लाइन चाहिँ हुनु हुँदैन, त्यति चाहिँ मेरो रिक्वेस्ट छ। यदि म रङ छ भने, मलाई रङ प्रुभ गर्नु छ भने चाहिँ ठुलो ठुलो मन्दिरमा भिआइपी लाइन चाहिँ तपाईँहरूले हटाउनु सक्नुपर्छ। भगवान्ले त कहिले पनि भिआइपीलाई फर्स्ट दर्शन दिन्छु त भनेको छैन नि, फेरि त्यो चाहिँ तपाईँहरूले हटाउनुपर्छ, म गलत भन्छु। र त्यति भन्दै म तपाईँहरूकोबाट बिदा लिन चाहन्छु। र पनि मलाई मेरो कुरा केही गलत लाग्दैन। म हिन्दू हो, मलाई गर्व छ। हाम्रो मेरो परिवारभित्र के गलत छ त्यसलाई म हटाउन चाहन्छु। गलतलाई पनि नजरअन्दाज गरेर मेरो परिवार एकदमै राम्रो भन्नु चाहिँ मलाई लाज लाग्छ। त्यति भन्दा म तपाईँहरूको माझबाट बिदा लिन्छु है। म गलत छु भन्ने एकपल्ट फेरि भन्छु, मन्दिरहरूबाट ठुलो ठुलो मन्दिरहरूबाट चाहिँ भिआइपी लाइन चाहिँ तपाईँहरूले हटाउनुपर्छ। अन्त चाहिँ म आफै फिल गर्छु कि म रङ थिएछु भन्ने। धन्यवाद।